Welcome to On Air with Muna, a space for real stories and raw conversations. On Air with Muna ma tapaiलाई स्वागत छ। नमस्कार अन एयर विथ मुनामा तपाईहरुलाई स्वागत छ। आज पनि म एकजना अतिथिको साथमा उपस्थित भइसकेकी छु र म अतिथिको बारेमा धेरै कुरा नगरिकन सिधै नै उहाँलाई स्वागत गर्न चाहन्छु। यहाँलाई स्वागत छ। थ्याङ्क यू सो मच मुनाजी। यो प्रोग्राममा बोलाएर मलाई चाहिँ केही मेरो विचारहरू मेरो एक्सपिरियन्सहरू सेयर गर्नको लागि मौका दिनुभएकोमा धेरै धेरै धन्यवाद दिन चाहन्छु। मेरो परिचय दिनुपर्दा चाहिँ म चाहिँ पूजा कपाली हो अनि म चाहिँ काठमाडौँमा मेरो जन्म भयो। अहिले चाहिँ 33 इयर्सको भएँ अनि म चाहिँ नेवारी समुदायमा जन्मेको महिला हुँ। सो मेरो कल्चर चाहिँ मलाई एकदम मनपर्छ होइन अनि एकदम जोयफुल लाग्छ मलाई मेरो बाल्यकाल चाहिँ। बाल्यकाल सम्झिँदा चाहिँ एकदमै रमाइलो पल चाहिँ के सम्झिनुहुन्छ? आफ्नो संस्कृतिको के कुरा सम्झिनुहुन्छ? धेरै जसो चाहिँ अट्याचमेन्ट्सहरू सम्झिन्छु म होइन। अब बाल्यकालमा चाहिँ हामी रिलेटिभ्स हाम्रो नेवारको रिलेटिभ्सको चेन चाहिँ एकदम ज्यादा हुने होइन अनि एकअर्काको घरमा गएर सेलिब्रेसन गर्ने सबैजना जमघट हुने हाँस्ने रमाउने त्यस्तो कुरा चाहिँ मलाई एकदम याद आउँछ अनि इट वाज रियली फन। ओके। सो कहिले चाहिँ तपाईँले सोच्नुभयो कि अब चाहिँ त्यो रमाइलो गरिरहनु भएको थियो, रमाइलोमा हुनुहुन्थ्यो तपाईँलाई एकदमै नेपाल नै मन परिरहेको थियो, आफ्नो कल्चरहरू होइन? त्यसको बावजुद कहिले चाहिँ सोच्नुभयो कि होइन अब चाहिँ विदेश जानुपर्छ, विदेश गएर कमाउनुपर्छ, अब्भियसली विदेश गएपछि कमाउने हो होइन, कमाउनुपर्छ भनेर चाहिँ कहिले तपाईँको दिमागमा चाहिँ त्यस्तो चाहिँ कहिले आयो होइन? अनि चाहिँ विदेश हिँड्ने चाहिँ तपाईँको आफ्नो रहर हो कि होइन घरको कुनै बाध्यताले हजुर दुबई आउनुभयो कि अथवा दुबई सुरुमा आउनुभयो या अरू कुनै एमिरेट्समा आउनुभयो? त्यसको बारेमा चाहिँ अलिकति मेरो सिलसिला चाहिँ गहिरै छ होइन। फर्स्टमा चाहिँ अब विदेश आउनु सोच्नु भनेको आफ्नो फाइनेन्सियल स्ट्याटसलाई अपग्रेड गर्नै हो जो पनि आउने होइन। अनि अर्को एउटा जीवनमा घट्नेको घटना चाहिँ के छ भने मेरो आमा चाहिँ बिरामी हुनुहुन्थ्यो अनि त्यो टाइममा चाहिँ अब हुन त जन्म र मृत्युको सिलसिला हामीलाई कसैलाई थाहा हुँदैन होइन। त्यही पनि एउटा पोइन्टमा चाहिँ मलाई के लागेको थियो भने सायद मसँग फाइनेन्सियल मेरो फाइनेन्स स्ट्याटस चाहिँ राम्रो भएको भए होइन आर्थिक अवस्था राम्रो भएको भए चाहिँ मेरो आमा चाहिँ चाँडै बित्नु हुँदैन थियो कि होइन। सायद हाम्रो तर्फबाट त्यो कमजोरी भयो कि जस्तो मलाई लाग्ने क्या। अब त्यो हुन पनि सक्छ नहुन पनि सक्छ अनि प्लस चाहिँ अब के गर्नु पर्यो भने चाहिँ सबैभन्दा पहिला त पैसा चाहिँदो रहेछ नि त। इभन म ट्यालेन्टेड छु तर केही बिजनेस स्टार्ट गर्न पनि इन्भेस्टमेन्ट त चाहियो होइन। सो चाहिँ मैले के सोचेँ भने अब केही लाइफको केही टाइम चाहिँ म बाहिर गएर कमाउँछु अनि नेपालमै केही आएर गर्छु भन्ने सोचले चाहिँ मैले विदेशमा आउने डिसाइड गरेँ। अनि विदेश आउने डिसाइड गर्नुभयो त्यो सबै कुरा भयो हजुरको मम्मीको कुराहरूले गर्दाखेरि एकदमै हिट भयो होइन किनभने पैसा केही होइन तर पैसा केही हो पनि भन्ने भयो नि त होइन? त्यो टाइममा चाहिँ एकदम मलाई त्यसको अभाव भएर चाहिँ केही गर्न नसकेको अवस्था जस्तो फिल भयो फेरि मलाई। भयो, हतार भयो। अनि युएई नै चाहिँ किन रोज्नुभयो? किनभने जेनरली मान्छेहरूले चाहिँ थोरै पढिसकेपछि चाहिँ अमेरिकै जाउँ, अस्ट्रेलिया जाउँ या अरू अन्य मुलुकहरू यस्तो युरोपतिर यस्तोहरूमा जाउँ भन्ने सोच्छन् नि त तपाईँले चाहिँ युएई नै किन रोज्नुभयो? त्यो पोइन्टमा चाहिँ म के भन्न चाहन्छु भने होइन जान त सबैलाई युरोप कन्ट्री नै जान मन लाग्छ होइन। त्यतिखेर चाहिँ मसँग इनफ फन्ड पनि थिएन अनि यो युएले चाहिँ एउटा फ्री भिजा फ्री टिकटको हायरिङ गरिरहेको थियो होइन। अनि मैले सोचेँ वाइ नट होइन जब कि अब अनि अर्को कुरा चाहिँ मेरो साथीहरू पनि धेरै थियो यता अनि उनीहरूले चाहिँ मजाले सर्भाइभ गरिरहेको थियो होइन। अनि उनीहरूसँग कुरा गर्दाखेरि चाहिँ इट्स भेरी गुड भन्ने रेस्पोन्स आयो अनि म चाहिँ वाइ नट होइन अब नेपालमै बसेर यही टाइमिङ वेस्ट गर्नुभन्दा बरु म ट्राई गर्छु होइन सबैले गर्न सक्छ भने मैले चाहिँ किन गर्न सक्दिनँ भन्ने सोच पनि आयो। अनि फर्स्ट अनि अर्को कुरा चाहिँ अब यो भिजा फ्री टिकट फ्री भयो मैले चाहिँ जस्ट एजेन्सीमा सायद टोटल खर्च चाहिँ मेरो 50,000 मात्रै लागेको थियो त्यतिखेर आउँदाखेरि। भनेको 7 वर्ष अगाडि 7 वर्ष अगाडि फ्री भिजा फ्री टिकटै थियो अनि एउटा मेरो आफ्नै साथी चाहिँ केही कम्पनीमा काम गरिरहेको थियो अनि उसले गर्दा पनि मलाई धेरै सजिलो भयो क्या। उसले नै सबै कन्ट्याक्ट नम्बरहरू दियो अनि केही इन्टरभ्यू दिएको केही समयपछि भिजा आइहाल्यो अनि इन्भेस्टमेन्ट पनि धेरै परेन अनि त्यसपछि मलाई त्यस्तै खालको चाहिरहेको थियो आई थिङ्क। मैले चाहिँ सोचेँ यही मेरो राइट चोइस होला भनेर म चाहिँ आएँ।
अनि नेपालमा हुँदा पनि जब गरिरहनु भएको थियो कि कस्तो थियो नेपालमा चाहिँ तपाईँ जबकै खोजीमा हुनुहुन्थ्यो या के थियो? होइन, नेपालमा पनि म जब गर्दै थिएँ। अनि त्यो जब पनि राम्रै थियो, राम्रै पोजिसनमा मैले काम गर्थेँ। तर त्यहाँको जुन इन्कम हुन्छ नि त्यो चाहिँ अब खायो, लायो, बस्यो भने जस्तै खालको मात्रै भयो। इन्कम आयो, गयो त्यस्तो मात्रै। अनि सेभिङ पार्ट केही छैन। अनि मैले चाहिँ त्यही कारण चाहिँ अब होइन बाहिरै जानुपर्यो भनेर डिसाइड गरेर म बाहिर अप्लाई गरेँ। लाग्यो पनि अहिले 7 वर्ष पुरा भयो। अनि जस्तो नेपालमा नि काम गर्नुभयो, यहाँ पनि आउनुभयो अनि कस्तो हुँदो रहेछ त यहाँको काम गर्ने कामको संस्कृति, वर्क कल्चर र नेपालको वर्क कल्चरमा चाहिँ के डिफरेन्स पाउनुभयो? धेरै डिफरेन्स छ होइन। नेपालमा भनेको तपाईँको एकछिन ढिला जाँदा नि भयो होइन। ल म आज आउँदिनँ भन्दा नि भयो। तर यहाँ चाहिँ एकदम सिस्टम टाइट हुन्छ है। तपाईँलाई कसैले अर्डर दिनु पर्दैन। तपाईँको पन्चिङ सिस्टम हुन्छ, तपाईँ चाहिँ सिस्टममा चलिन्छ है। नेपालमा चाहिँ अलिकति मलाई त्यो चाहिँ विक जस्तो लाग्छ। अरू चाहिँ अब काम त जहाँ पनि कामै हो। तर प्रोफेसनल वेमा होइन काम गर्ने अनि त्यसपछि टाइमदेखि लिएर पङ्क्चुअलिटी सबै कुरा चाहिँ विदेशमा एकदम स्ट्रिक्ट हुन्छ होइन। जो एकदम प्रोफेसनल हुन्छ जस्तो लाग्छ मलाई चाहिँ। अनि काम गर्न कहाँ सजिलो रहेछ त? पङ्क्चुअल भएर काम गर्न सजिलो रहेछ कि नेपालमा अलिकति हुन्छ नि इमोसनल्ली पनि हामी अट्याच हुन्छौँ सबैसँग। अलिकति अब चाडपर्वहरू आइरहेको हुन्छ हाम्रो होइन? कहिले को बिरामी भइरहेको हुन्छ, कसैले कसैकोमा केही सेलिब्रेट गर्न परिरहेको हुन्छ। त्यो बेलामा बिदा पाउन हामीलाई सजिलो हुन्छ नि त त्यहाँ त। त्यही त। कुन चाहिँ सजिलो लाग्यो त? अफकोर्स नेपालमै सजिलै छ। अफकोर्स नेपालमै सजिलै छ र नेपालमा त केही पनि हो। त्यो जति काम गरे पनि त्यो त केही गरे होइन जस्तो लाग्छ कि बाहिर आइसकेपछि होइन। तपाईँको यस्तो प्रेसर हुन्छ कि त्यो स्पेस नै हुँदैन क्या। ड्युटी जानै पर्यो, टाइममा आउनै पर्यो, टाइममा जानै पर्यो, आफ्नो सिफ्ट गर्नै पर्यो, आफ्नो रेस्पोन्सिबिलिटी गर्नै पर्यो। हामीलाई पुरै आफ्नो वर्कसिट दिएको हुन्छ, त्यो गरेर अझ टिक लगाएर अझ त्यो बोर्डमा पनि टाँसिनु पर्ने हुन्छ होइन। सो यहाँ चाहिँ मलाई कस्तो लाग्यो भने इट्स भेरी गुड जस्तो लाग्छ। ठग्न पाउँदैन, ठग्न चाहिँ अनि पाउँदैन। जुन अब मान्छेले भन्ने गर्छ नि त्यो विदेशमा त एकदमै पैसा फल्छ, पैसा फलाउन सजिलो छैन। माई गड सजिलो छैन। सजिलो चाहिँ एकदमै सजिलो छैन होइन। फर्स्टमा त अर्को कुरा मैले सबभन्दा ठुलो च्यालेन्ज भोगेको भने चाहिँ नाइट सिफ्ट होइन। अब कुनै प्रोफेसनमा होला, कुनै प्रोफेसनमा नहोला। तर मैले चाहिँ म चाहिँ एउटा सुपर मार्केटमा परेको थिएँ। त्यसमा चाहिँ नाइट सिफ्ट गर्नै पर्थ्यो होइन। होल नाइट त्यो चाहिँ मेरो लागि एकदम ठुलो च्यालेन्ज थियो। म एकदम त्यसले चाहिँ मलाई एकदम डाउन पनि गराएको थियो कि सायद मैले गर्न सक्दिनँ होला जस्तो पनि लागेको थिएँ। तर पछि बानी बिस्तारै बस्दै गयो। अनि अहिले चाहिँ यत्तिकै छु, बस्दैछु। हाम्रो योभन्दा अगाडि हामी अघि कुरा गर्दै गर्दाखेरि तपाईँले जुन भन्नुभएको थियो कि हजुर चाहिँ काठमाडौँबाट बाहिर खासै नगएको अनि एकैचोटि ठुलो अब एकैचोटि काठमाडौँबाट बाहिर निस्किएको भनेको चाहिँ यहीँ हो युए होइन। त्यो अवस्थामा चाहिँ नेपालमा पनि जब गर्नुभयो, यहाँ पनि जब गर्नुभयो होइन। महिला भएर काम गर्न चाहिँ नेपालमा कतिको सहज र चुनौती रहेछ अथवा यहाँ कतिको सहज छ, चुनौती छ, अलिकति त्यो बनाइदिनुहोस् न त्यसबारेमा। अब मेरो विचारमा चाहिँ जहाँ पनि गर्ने त कामै हो होइन। तर यहाँको परिप्रेक्ष्यमा हेर्ने हो भने चाहिँ यहाँको मान्छेहरूले चाहिँ महिलालाई चाहिँ कस्तो खालको काममा चाहिँ सहज हुन्छ होइन। जस्तै क्यासियरको, सेल्सको होइन। अनि हेल्थ केयरमा नर्सिङहरूको अनि रियल इस्टेटमा पनि धेरै देखेको छु मैले आजकल महिलाहरू काम गरेको होइन। जे होस् मलाई चाहिँ लाग्छ कि पेड पनि राम्रो छ त्यो पोजिसनको लागि होइन। अनि त्यहाँबाट रेस्पेक्ट पनि छ। यहाँ चाहिँ रेस्पेक्ट पनि छ। आफ्नो काम गर, आफूले कमाऊ। मलाई चाहिँ एकदम राम्रो लाग्छ नेपालको परिप्रेक्ष्यमा। नेपालको परिप्रेक्ष्यमा चाहिँ अलिकति अपर्च्युनिटीहरू कम छ कि जस्तो लाग्छ लेडिजहरूलाई। अनि यहाँ चाहिँ अर्को कुरा राम्रो लागेको कुरा भने इभन यु आर जिरो नलेज दे विल गिभ ट्रेनिङ होइन। तपाईँ केही गर्न अब त्यो पोजिसनको लागि गर्न सक्नुहुन्छ भने उनीहरूले पहिला ट्रेनिङ दिन्छ। ट्रेनिङ गरिसकेपछि अनि हामीलाई आफ्नो कामहरूको बारेमा सबै बताइसकेपछि पछि हामीलाई त्यो पोजिसनमा काम दिन्छ। सो मलाई चाहिँ राम्रो लाग्छ त्यो चाहिँ। चुनौती चाहिँ फर्स्टमा अब अलिकति ल्याङ्ग्वेज ब्यारियरको चुनौती पनि मैले फेस गरेँ होइन। मेरो फर्स्टमा चाहिँ सुपरभाइजर चाहिँ फिलिपिनो थियो। मलाई चाहिँ एकदम गाह्रो भएको थियो कि उहाँको भाषा बुझ्न होइन। अब फर्स्ट टाइम लाइक डिफ्रेन्ट एक्सेन्ट हुने। सो चुनौती फर्स्टमा चाहिँ मेरो ल्याङ्ग्वेज होइन। अनि त्यसपछि अब जिरो नलेज जस्तो हुने कि जतिसुकै काम नेपालमा गरे पनि यहाँको सिस्टम नै डिफ्रेन्ट होइन। यहाँको पोलिसी डिफ्रेन्ट। सो त्यो लर्न गर्नको लागि चाहिँ अलिकति टाइम लाग्छ। तर नसकिने चाहिँ होइन, सकिन्छ तर टाइम लाग्छ। अनि अर्को भनेको समटाइम्स
कलिगहरू या काम गर्दाखेरि चाहिँ अलिकति त्यो ह्यारेसमेन्टहरू होइन भर्बल ह्यारेसमेन्टको पनि अलिकति मैले च्यालेन्जहरू फेस गरेको छु मेरो लाइफमा। म यो क्वेसन सोध्नै लागेको तपाईँलाई यो पछि चाहिँ होइन काम गर्दाखेरि चाहिँ कतिको ह्यारासमेन्ट हुन्छ नि अब अभियसली अब जेन्डर वाइजली इक्वल गराउँदै लगेपछि त सबैसँगै काम गर्नुपर्ने हुन्छ तर पनि अब कस्तो कम्युनिटीबाट आएको हुन्छ समाजबाट आएको हुन्छ कस्तो खालको समाजमा हुर्केको हुन्छ कस्तो हुर्काइमा हुन्छ कस्तो सोच हुन्छ थाहा हुँदैन नि त अब त्यो अवस्थामा चाहिँ के वर्कमा जुन कामहरू गर्दाखेरि सुरुमा आउने बित्तिकै ह्यारेसमेन्टहरू अथवा अहिले पनि कुनै ह्यारेसमेन्टहरू त्यस्तो विभेदहरू हुन्छ नि त्यस्तो सामना गर्नु पर्यो तपाईँले पर्छ त्यो त पर्छ म चाहिँ यहाँ मात्रै भन्दिनँ जहाँ पनि छ त्यो चाहिँ होइन अब तपाईँले चाहिँ कसरी सल्भ गर्नुहुन्छ र कतिको त्यसलाई सिरियसली लिनुहुन्छ भन्ने कुरा हो होइन अनि एउटा मेरो यही अनुभव बताउन चाहन्छु अब यहाँ युएमा त 75वटा देशको मान्छेहरू छ धेरै नेसनालिटीहरू छन् यहाँ होइन अनि म चाहिँ प्रायः जसो फिलिपिनो अनि त्यहाँबाट अरबिक होइन अनि त्यहाँबाट हाम्रो नेपालीहरू भयो म्यानमारको मान्छेहरूसँग त्यो ग्रुपमा चाहिँ सर्कलमा चाहिँ काम गर्नु परेको थियो अनि कता कता मलाई चाहिँ यो अरबिक नेसनालिटीको मान्छेहरूले चाहिँ अलिकति हामीलाई डोमिनेट गरेर बोले जस्तो कहिलेकाहीँ होइन त्यस्तो खालको फिल हुन्थ्यो तर मैले चाहिँ त्यो फिललाई चाहिँ यत्तिकै जान दिइनँ म चाहिँ गएँ मेरो आचार्यका गएँ अनि त्यसपछि मैले कन्फ्रन्ट गरेँ होइन अनि गरेपछि आचार्यले चाहिँ के एक्सन लिनुपर्ने हो लिए अनि म चाहिँ त्यही कारण चाहिँ के भन्न चाहन्छु सबैलाई भने होइन यो चाहिँ जहाँ पनि हुने कमन के भनौँ अब कमन भन्ने कि या यस्तो नेचरै भनौँ कि होइन यो चाहिँ हुने रहेछ तर चुक लाग्नु चाहिँ सल्युसन होइन यदि तपाईँ काम गर्दै हुनुहुन्छ कतै अनि तपाईँलाई चाहिँ अनकम्फर्टेबल फिल भइरहेछ त्यो मान्छेले बोलेको त्यो मान्छेको हेराइ या अनकम्फर्टेबल फिल भइरहेछ भने तपाईँले चाहिँ बोल्न पाउनुहुन्छ तर कता गएर भन्दाखेरि तपाईँको एचआरमा गएर होइन तपाईँले आफ्नो उजुरी गर्न पाउनुहुन्छ त्यसपछि उनीहरूले इन्भेस्टिगेसन गरिसकेपछि तपाईँलाई चाहिँ अब के सल्युसन दिन्छ या उसलाई वार्निङ लेटर दिने हो कि अनि इन्भेस्टिगेसन गरिसकेपछि उनीहरूले जस्टिस चाहिँ दिन्छ मतलब डराएर मलाई ह्यारेसमेन्ट भयो अथवा यस्तो यो नेसनालिटीहरूले गरेको त यहाँ कहाँ सुन्छ र भन्ने गरेर नबस्ने आफूमाथि भएको यदि विभेद नै भएको छ आफूलाई कसैले नराम्रो गरिरहेछ भने बोल्न सक्यो भने तपाईँले बोल्नु चाहिँ पर्छ बोल्नु चाहिँ पर्छ होइन अनि अब धेरै अब जेनरली कुराहरू चाहिँ के हुन्छ भने दुबई एकदमै सेफेस्ट सहर हो भन्ने हुन्छ युए नै एकदम सेफेस्ट कन्ट्री हो भनेर आउँछ नि त महिलाहरूको लागि चाहिँ दुबई स्पेसली अब हामी त दुबईमा बसिरहेछौँ नि त त्यही भएर होइन दुबई चाहिँ कतिको सुरक्षित सहर छ यहाँनिर कस्तो लाग्छ तपाईँको अनुभव कस्तो रह्यो वर्कमा हुने विभेद अलग भइहाल्यो त्यहाँनिर बोल्दा भइहाल्यो तर बाहिर फेर हिँड्दा ओर्दाको कुराहरूमा चाहिँ कतिको सुरक्षित छ यो चाहिँ यसमा चाहिँ यदि ऱ्याङ्किङ गर्ने हो भने म चाहिँ 100 दिन्छु होइन किनभने इभन अब मलाई चाहिँ नेपालमा डर लाग्थ्यो होला कि कहिलेकाहीँ बाहिर 10 बजेभन्दा पछि बाहिर गएर सुन्ने होइन कोही नहुने डर लाग्ने खालको सिचुएसन हुन्थ्यो नि त तर यहाँ चाहिँ त्यस्तो छैन एकदम सेफ छ म चाहिँ त्यो एकदम यो के अरे दुबईको नियमहरू जुन छ नि त्यसलाई चाहिँ म एकदम राम्रो मान्छु अनि जता गए पनि तपाईँले क्यामेराहरू होइन सिसिटिभीहरू देखिरहनुहुन्छ यसको मतलब चाहिँ तपाईँ चाहिँ एकदम सेफ हुनुहुन्छ होइन अनि अर्को कुरा चाहिँ एउटा पर्सनल विचार गर्दाखेरि अब हामी बाहिर आउँछौँ धेरै मान्छेसँग भेट हुन्छौँ होइन अब त्यसमा चाहिँ आफ्नो बुद्धिमानी पनि युज गर्नुपर्छ जस्तो लाग्छ मलाई चाहिँ होइन अब सेफ छ भन्दैमा अब तपाईँ अन्जान मान्छेसँग कतै गएर बसेर त्यो मान्छेलाई पुरै भरोसा गरेर त्यसो गर्नुभयो भने त्यहाँनिर रिस्क पनि छ तपाईँलाई को मान्छे कस्तो छ हामीलाई थाहा हुँदैन होइन यो हाम्रो देश पनि होइन ब्याकग्राउन्ड केही पनि थाहा हुँदैन सो मलाई चाहिँ सेफ्टी नियम अनुसार चाहिँ सेफ्टी छ तर इट्स डिपेन्ड अन यु जस्तो लाग्छ क्या मलाई चाहिँ होइन तपाईँले चाहिँ एकदम बुद्धिमानी भएर कसको सङ्गत गर्ने या कति बााउन्डरी आफ्नो क्रिएट गर्ने भन्ने कुरा चाहिँ तपाईँमै सीमित हुन्छ जस्तो लाग्छ सुरक्षित छ भनेर अब जहाँ पनि आफ्नो हिसाबले हिँड्न भएन यस होइन अब थोरै कुरा गरौँ अवसरको बारेमा कतिको महिलाहरूको लागि यहाँ अवसरहरूको कतिको अवसरहरू छ अनि त्यो अवसरहरू पाउनको लागि कतिको सहज छ र त्यो अवसर पाउनको लागि आफूसँग चाहिँ के हुनुपर्छ कस्तो क्वालिफिकेसन हुनुपर्छ जस्तो लाग्छ तपाईँको अनुभव के रह्यो यो 7 वर्षमा मलाई चाहिँ यो दुबईको परिप्रेक्ष्यमा चाहिँ एकदम इक्वल फिल हुन्छ है किनभने यदि तपाईँको
क्वालिफिकेसन एकदम राम्रो छ, स्किल राम्रो छ भने तपाईँले राम्रो पोस्टमा पनि जब गर्न सक्नुहुन्छ होइन। अब मिडियम लेभलको छ भने तपाईँले सेल्समा, ब्युटी केयरमा, इन्डस्ट्री, रिटेलमा, सुपरमार्केटहरूमा त्यस्तोमा इजिली जब पाउन सक्नुहुन्छ होइन। अनि अर्को चाहिँ मलाई चाहिँ इक्वालिटी के त्यसमा चाहिँ कुनै पनि डिस्क्रिमिनेसन छैन या यो चाहिँ पुरुषले गर्ने जब हो, यो चाहिँ महिलाले गर्ने भन्ने छैन। इफ यु आर क्वालिफाइड यु क्यान डु, जहाँ पनि अपर्च्युनिटी छ र धेरै कम्पनीहरू पनि छ जसले चाहिँ हायर पोजिसनको पोजिसनहरू हायरिङ गरिरहेको हुन्छ होइन। अब तपाईँ कुन वर्गमा पढ्नुहुन्छ त्यो चाहिँ सोचेर आउनु पऱ्यो होइन। अब लोयरमा चाहिँ क्लिनरहरू पनि लिइरहेको हुन्छ, क्लिनरहरूलाई चाहिँ खासै इङ्ग्लिस कम्युनिकेसनको जरुरत पर्दैन, हिन्दी नेपाली बोल्न जाने भने पुग्छ एटलिस्ट होइन। किनभने तर अब तपाईँ चाहिँ आउनुभयो कि क्यासियरमा होइन, अनि सेल्समा आउनुभयो भने चाहिँ कम्युनिकेसन चाहिँ एकदमै चाहिन्छ, किनभने तपाईँले हरेक देशको क्लाइन्टलाई फेस गर्नुपर्ने हुन्छ होइन। सो इङ्ग्लिस कम्युनिकेसन चाहिँ एकदम जरुरी छ जस्तो लाग्छ। अनि तपाईँ हायर क्वालिफिकेसनमा हुनुहुन्छ भने तपाईँलाई चाहिँ एनी कम्पनीले हायर गर्न सक्छ, धेरै अपर्च्युनिटी छ दुबईमा। ओके। अनि यो त अपर्च्युनिटी भयो, आफूले कसरी ग्राब गर्ने भन्ने कुराहरू भयो, त्यसको लागि त आफूले पनि खुद बाटो खोज्दा हिँड्न पर्यो होइन। र अब थोरै कुरा गरौँ दुबईको लाइफस्टाइलको बारेमा। दुबईको लाइफस्टाइल के साँच्चै नै त्यो जुन सामाजिक सञ्जालहरूमा देखिने जस्तो एकदमै हुन्छ नि ग्ल्यामरस छ कि यहाँ पनि एकदमै सङ्घर्षपूर्ण छ, या कस्तो कस्तो छ, कस्तो लाग्छ तपाईँलाई, कस्तो अनुभव रह्यो तपाईँको? ग्ल्यामरस चाहिँ म 20% भन्न चाहन्छु, 80% चाहिँ काममै बितिन्छ होइन। अब काम गरेपछि हामीले कन्ट्र्याक्ट गरिसकेपछि उहाँहरूले पुरै 8 घन्टा कामै गर्नुपर्ने भन्ने हुन्छ नि त। अनि अनि आउन जान 2 घन्टा लाग्यो अकोमोडेसनमा भनेपछि कामै गरेर बितिन्छ। अनि बाँकी भएको कहिलेकाहीँ अफहरू, पब्लिक होलिडेजहरूमा चाहिँ यसो बाहिर गएर रिफ्रेसिङ गर्ने हो, त्यति हो। भनेको सामाजिक सञ्जालमा देखिए जस्तो एकदमै ग्ल्यामरस पनि छैन आजकल। छैन। ओके। चाहिँ आफूले आफ्नो स्वविवेक प्रयोग गर्न पर्यो, त्यसमा चाहिँ कस्तो हुन्छ, मान्छे कसरी बस्छन् भन्ने कुरामा होइन। घरदेखि टाढा बस्दाखेरि सहज कहाँ हुन्छ र मानिसहरूलाई होइन। अब थोरै कुरा गरौँ सिकाइको बारेमा। दुबईले के सिकायो तपाईँलाई? दुबईमा चाहिँ म आएर मैले सिकेको फर्स्ट पोइन्ट भनेको चाहिँ यदि गर्न चाहे र हार नमाने बालुवामा पनि महल बनाउन चाहिँ सकिँदो रहेछ भनेर चाहिँ मैले सिकेको क्या। म उनीहरू फर्स्टमा आउँदाखेरि म उनीहरूको इन्स्ट्रक्चर हुन्छ नि त्यो देखेर म गजब भएको थिएँ क्या। लाइक मैले यो नेभर मैले नेपालमा देखेको थिएन। अनि मैले अर्को कुरा फिल गरेको चाहिँ इफ गभर्मेन्ट इज होइन राम्रो भयो भने कतिको सुविधा हुँदो रहेछ त भनेर मैले बुझेको क्या। अनि त्यो अब स्क्रैचदेखि सुरु गर्दाखेरि क्या त्यो अब यस्तो बालुवामा होइन कसरी पोसिबल भयो त यस्तो बनाउने भन्ने कुरा चाहिँ मलाई कस्तो क्वेसन आयो हुन्थ्यो क्या। लाइक कसरी गर्यो यिनीहरूले। अनि त्यो पोइन्टले चाहिँ मलाई के फिल हुन्छ भने एभ्रिथिङ इज पोसिबल होइन, इम्पोसिबल भनेको आफ्नै माइन्ड सेट मात्र रहेछ भन्ने जस्तो लाग्छ मलाई चाहिँ। ओके। सो हजुरले हामी अहिले चाहिँ यहाँ कुरामा आइरहेको छैन होइन, तर योभन्दा अगाडि हामी कुरा गर्दाखेरि चाहिँ हजुरले चाहिँ इन्टर कल्चर इन्टरनेसनल विवाह गरेको भन्ने कुरा गर्नुभएको थियो नि त होइन। कसरी भेट भयो अनि कुन नेसनालिटीसँग, कुन कल्चरसँग तपाईँले चाहिँ तपाईँको चाहिँ मन साट्यो, अलिकति थोरै त्यसको बारेमा कुरा गरौँ न। ठिकै छ। म चाहिँ मेरो श्रीमानलाई चाहिँ मैले काममै भेटेको हो। ऊ पनि हामी दुईजना नै एउटै कम्पनीमा काम गर्थ्यौँ, तर ऊ चाहिँ इ-कमर्स साइडमा थियो, म चाहिँ यता सेल्स साइडमा थिएँ। अनि अब उहाँको चाहिँ म फर्स्ट साइड लभ भन्नुहुन्छ उहाँले होइन। अनि या त्यसबाटै अनि उहाँले चाहिँ मलाई एप्रोच गर्नुभएको थियो, तर म चाहिँ अब मेरो त्यही अनप्रिडिक्टेबल हुन्छ नि त्यो लाइफमा के हुन्छ के थाहा छैन भनेर मैले चाहिँ यो कल्पना पनि गरेको थिएन कि म कोही इन्टरनेसनल कास्टसँग म बिहे गर्छु होला, यस्तो होला। मेरो यहाँ आउनुको पोइन्ट चाहिँ जस्ट ग्रोथ मात्रै थियो क्या। म कसरी चाहिँ एउटा सक्सेसफुल पर्सन बन्ने भन्ने धारणा मात्रै थियो मेरो चाहिँ। केही म कोही खोज्छु, बिहे गर्छु भन्ने चाहिँ केही पनि थिएन होइन, तर लाइफमा हुँदो रहेछ। सो अनि उहाँले चाहिँ एप्रोच गरिसकेपछि अब मैले त सोचेकै थिएन। अनि धेरै कुराहरू भयो। पहिला चाहिँ फ्रेन्डसिप स्टार्ट भयो। अनि फ्रेन्डसिप स्टार्ट भइसकेपछि अब कुरा गर्दै जाँदाखेरि मलाई चाहिँ उहाँको विचारहरू, उहाँको पर्सनालिटी होइन, उहाँको माइन्डसेटहरू चाहिँ मलाई एकदम मन पर्यो। अनि त्यसपछि अनि ठिकै छ नि त। अब मैले आफैले पनि कति विरोध गरेको थिएँ कि यो हुनै सक्दैन, म कसरी अब त्यही माथि म त नेवारी समुदाय एकदम स्ट्रिक्ट हुन्छ नि त होइन। हाम्रो नेवारी समुदायमा त अब अझ नेवारी भन्दा नि नेपालको कल्चरमा आफ्नै कास्ट मिलेन भने त बिहे गर्न मिल्दैन
होइन भनेपछि अर्काको देश त्यो पनि मैले जान्दै नजानिकन ओ माई गड जस्तो भएको थियो मलाई चाहिँ होइन तर अब कुनै कुनै कुराहरू चाहिँ हामीले सोचेको भन्दा नि लेखेकै हुन्छ यो मेरो लाइफको पहिला चाहिँ मैले होइन हाम्रै डिसिजनमा हुन्छ सबै कुरा भन्ने सोच्थेँ तर यो म्यारिजको पक्षले चाहिँ मलाई रङ गरायो कि नो समथिङ सुड बी रिटन इन यर फेथ भने जस्तो फिल भयो कि मलाई यो चाहिँ मलाई भाग्यमा लेखेको कुरा जस्तो लाग्छ म्यारिज चाहिँ परिवार चाहिँ मान्नुभयो कसरी मानेको त मनाउनु भयो थिएन सबैजनाले होइन अब विरोधै थियो अनि अर्को एउटा ग्रेट स्टेप भनेको मेरो हस्बेन्ड आफै आउनुभएको थियो कि नेपालमा मैले पनि त्यही भनेको थिएँ किनभने अब म त मेच्योर भइसकेको थिएँ अनि हस्बेन्डले चाहिँ यतै बिहे गरौँ भन्ने उनीहरूको कल्चरमा चाहिँ के भने इफ यु एन्ड मी एग्री एभ्रिथिङ इज डन भन्ने थियो होइन तिमी र म बिहे गर्ने हो इफ वी बोथ आर एग्री सो के हो हामी यहाँ पनि गर्न सक्छौँ भन्ने कुरा गर्नुभएको थियो तर मैले चाहिँ के भने होइन हाम्रो चाहिँ त्यस्तो हुँदैन होइन म त मेच्योर भइसकेछ अनि मैले के भन्ने भने उहाँलाई तपाईँ साँच्चै चाहनुहुन्छ भने चाहिँ तपाईँ चाहिँ नेपालमा आएर मेरो फ्यामिलीलाई कन्भिन्स गर्नुपर्छ यदि मेरो फ्यामिली राजी हुनुहुन्छ भने चाहिँ म गर्छु भने मैले अनि उहाँले पनि हुन्छ भन्नुभयो होइन मैले सोचेको थिएँ कि आउँदैन कि भनेर तर आउनुभयो उहाँ आउनुभयो अनि त्यसपछि मेरो बुवासँग कुरा गर्नुभयो अब इङ्ग्लिस त आउँदैन बुवालाई अनि भाइ त पढेको थियो नि त अनि भाइले चाहिँ सबै ट्रान्सलेट गरिदियो अनि मैले पनि भने कुराहरू हामी यस्तो यस्तो भेट भएको अनि उहाँले चाहिँ मलाई बिहा गर्न चाहनुहुन्छ त्यही भएर नेपाल आउनुभएको मेरो हात माग्नु भनेर भन्नुभयो भने अनि त्यसपछि बुवाले पनि सोच्नुभयो होइन अब उहाँ त 15 दिन त्यतै बस्नुभयो हेर्नुभयो त्यसपछि उहाँले के भन्नुभयो भने अब माया गरेर त आएको होला न त हामीलाई त चिन्दैन थियो तिमीलाई नै चिनेर आएको हो होइन त्यहाँदेखि उसले पनि सोचेर बिहा गर्छु भनेरै आयो नि त अब हुन्छ भने तिमी मन खुसी छौ भने गर भन्नुभयो होइन अनि मलाई चाहिँ त्यतिखेर चाहिँ बुवाले सपोर्ट गर्नुभयो जस्तो लाग्यो मेन कुरा भनेको बुवाले के भन्ला या भाइले के भन्ला भन्ने कुरा थियो नि त बुवाले हुन्छ भनेपछि अब म पनि अब ठिकै छ नि त भनेर गरेँ तर प्रोसेस चाहिँ एकदमै गाह्रो थियो सोचे जस्तो इजी चाहिँ थिएन एकदमै गाह्रो थियो अब हामीले चाहिँ कोर्ट म्यारिजै गरेको थियौँ जिल्ला अदालतमा गएर बिहा गऱ्यौँ र त्यसको लागि चाहिँ डकुमेन्ट मिलाउन धेरै गाह्रो भएको थियो उसको देशबाट पनि डकुमेन्टहरू ल्याएर अप्रुभ गराएर अनि यता सबमिट गरेर त्यो डकुमेन्टहरू मिलाएर गर्नुपर्ने थियो एकदम हेक्टिक भएको थियो तर सक्सेसफुल भयो अनि म चाहिँ यो अब म एउटा ब्लेसिङको रूपमा मान्छु यसलाई होइन अब चुनौतीहरू त धेरै छन् तर उता उहाँको परिवार चाहिँ खुसी हुनुहुन्थ्यो उहाँको परिवार उहाँको परिवारलाई चाहिँ के थियो भने उहाँहरूकोमा चाहिँ धेरै लभ म्यारेजै हुँदो रहेछ सो इफ यु फिल होइन साँच्चीकै जेन्युन फिलिङ्स हो भने चाहिँ यु सुड चेज भन्ने रहेछ क्या सो आमाले चाहिँ सपोर्ट गर्नुभएको रहेछ बुढाको उसमा तर बुढाको पनि अलिकति कल्चर चाहिँ अलिक स्ट्रिकै थियो कि गाह्रै थियो अरू इन्टरनेसनल केटीलाई बिहा गर्न तर उहाँले चाहिँ आफ्नो आमासँग सेयर गर्दाखेरि यदि तिम्रो फिलिङ्स चाहिँ जेन्युन छ तिम्रो त्यो फिलिङ्सले चाहिँ उयो नै तिम्रो लाइफ पार्टनर हुन्छ भने चाहिँ तिमीले चाहिँ चेज गर्नुपर्छ डोन्ट गिभ अप भनेर भन्नुभएको रहेछ सो उहाँले चाहिँ अब त्यही सपोर्टमा चाहिँ नेपाल आउने डिसाइड गरेर अनि विवाह गर्नुको लागि रेडी हुनुभएको रहेछ ओके अनि कस्तो हुँदो रहेछ त कल्चर दुईटा कल्चरहरू बिचमा उभिनु पर्यो नि त अब तपाईँले त दुईतिरकै कल्चरलाई आफ्नो कल्चर छोड्न पनि सकिन्न होइन कस्तो हो उहाँहरूको कल्चरको सजिलो अप्ठ्यारो के कस्तो रहेछ कल्चर अहिले चाहिँ मलाई चाहिँ यो कुरामा हाम्रो चाहिँ होइन अन्डरस्ट्यान्डिङ धेरै चाहिन्छ जस्तो लाग्छ क्या अनि कति कुराहरू चाहिँ मिल्दैन होइन मेरो सोच र उसको सोच मिल्दैन र मैले कुन कुरालाई जोइफुल्ली लिन्छु उसले त्यो कुरालाई लिँदैन बट उसले चाहिँ सधैँ त्यो एउटा ग्याप दिन्छ कि मलाई ओके यु आर फ्रम अनदर कन्ट्री सो यु नो यसरी गरौँ न त या नगरौँ भनेर भन्दैन यदि तिमीलाई खुसी छ तिमी खुसी छौ यही तिम्रो इच्छा हो भने लेट्स डु इट भन्नुहुन्छ उहाँले चाहिँ अनि मैले पनि अब कतिपय समयमा उहाँको मेन्टालिटी बुझ्न मलाई अलिक गाह्रो हुन्छ अनि त्यसपछि उहाँको भने चाहिँ यस्तो रहेछ सो आई सुड डु लाइक दिस भनेर अनि म चाहिँ करेक्सन गर्छु अनि त्यसरी नै अहिलेसम्म हामी अगाडि बढिरहेछौँ अनि कल्चरली चाहिँ के त्यस्तो कल्चरली चाहिँ उहाँहरूको त्यही मनाउने भनेको क्रिस्चियन हो होइन ह्याप्पी न्यु इयर र क्रिस्चियन त्यो 2 डेज मात्रै हो अरू डे चाहिँ सबै नर्मल हो हामी त कल्चरहरू कति रिच छौँ नि त हामी त कहिले के भन्छ 15 दिनमा के आइरहन्छ के होइन भन्नुहुन्छ त्यस्तो देख्दाखेरि सुन्दाखेरि चाहिँ अनि उहाँ चाहिँ अब क्रिस्चियनिटीमा धेरै फेथफुल मान्छे भएको भएर यो सबै रिलिजन चाहिँ मान्छेहरूले बनाएको हो सो आई डोन्ट धेरै इन्गेज हुन म चाहदिनँ भन्नुहुन्छ अनि आई रेस्पेक्ट द्याट होइन अब उसले त्यही ब्याकग्राउन्डमा पढेको सिकेको उसले चाहिँ एउटा त्यही क्रिसमस मनाउँछ ह्याप्पी न्यु इयर द्याट्स बच्चा पनि छ नि दुइटा छ अनि
बच्चा हुर्काउँदाको आफ्नो बालापन सम्झिँदा अनि अहिले आफूले बच्चा हुर्काउँदाखेरिको सम्झिँदा कस्तो कस्तो अनुभव हुन्छ तपाईँलाई? के लाग्छ? यो अनि चाहिँ मेरो आमा बनेपछि तपाईँमा आएको तपाईँको जीवनमा आएको परिवर्तन त्यो मार्गदर्शन। अनि बिहे भइसकेपछि अब बच्चा भइहाल्यो मेरो चाहिँ होइन। अनि ठिकै उमेरमा पनि भएको जस्तो लाग्यो, 30 भइसकेको थिएँ बिहे गर्दाखेरि नै होइन। अनि गाह्रो चाहिँ एकदमै गाह्रो भएको थियो, कोही पनि सपोर्ट थिएन अब युएईमा होइन। 1-2 महिनाको लागि चाहिँ मैले मेरो दिदीहरू अनि उहाँको बहिनी पनि बोलाएर हामीले म्यानेज त गऱ्यौँ। त्यही पनि मेरो अब सी सेक्सन भएको भएर अलिक गाह्रै भएको थियो। त्यो फेज चाहिँ मैले एकदम गाह्रै मान्छु एन्ड ब्लेसिङ पनि मान्छु। त्योभन्दा गाह्रो जर्नी चाहिँ केही थिएन जस्तो लाग्छ अहिलेसम्म होइन। अनि अहिले अब कल्चरली हिसाबमा चाहिँ अब कति कुराहरू चाहिँ डिफ्रेन्ट रहेछ अनि कुन कुरा चाहिँ नगर्दा पनि हुने रहेछ, बट हामीले चाहिँ गर्नै पर्छ भन्ने चाहिँ मेन्टालिटी। जस्तै एउटा नर्मल इक्जाम्पल चाहिँ के दिन्छु भने हाम्रोमा चाहिँ बच्चालाई तेल लगाइदिनै पर्छ होइन, तेल लगायो भने एकदम बलियो हुन्छ भन्ने कुरा थियो नि त। तर मेरो बुढाको कल्चरमा चाहिँ त्यस्तो छैन रहेछ क्या। अनि मैले गर्न खोज्दा चाहिँ बुढाले चाहिँ अलिकति अप्ठ्यारो मान्नुभयो अनि गर्नु पर्दैन, बरु हाइजिनमा चाहिँ एकदम टेक केयर गरौँ, डेली चाहिँ नुहाइदिउँ भनेर भन्नुभयो थियो होइन। त्यो चाहिँ मलाई कस्तो लाग्यो, यस्तो सानो बच्चालाई डेली नुहाइदिनु रे भनेर हुन्छ नि, कस्तो अप्ठ्यारो टाइपको जस्तो लागेको थियो। अनि अर्को कुरा चाहिँ हस्पिटलमा पनि डेली नुहाइदिने कि 10 बजे कि बच्चालाई चाहिँ लिन आउने सावर टाइम भनेर लग्ने होइन। अनि यत्रो सानो बच्चाले डेली, हाम्रो त अब 4-5 दिन वेट गरौँ भन्छ। तर त्यो चाहिँ मलाई कस्तो डिफ्रेन्ट लागेको थियो, बट इट्स रेडी वर्क रहेछ क्या। बच्चा चाहिँ कस्तो चार्मिङ होइन, अनि के भन्छ एक्टिभ, उसले चाहिँ त्यस वाटरको सेन्सिटिभिटीहरू लर्न गर्ने होइन। अनि त्यो बच्चैदेखि त्यस्तो सिकाउँदा त अहिले त सावर गर्न त एकदम उनीहरू त इन्ट्रेस्टेड के, आई वान्ट सावर भनेर भन्ने के बच्चाहरूले चाहिँ। सो मलाई चाहिँ त्यस्तो त्यस्तो कुरा चाहिँ कति डिफ्रेन्ट कुराहरू च्यालेन्ज गरेको छ। यो चाहिँ एउटा इक्जाम्पल हो मैले भनेको। अनि फुडको सेक्टरमा पनि धेरै कुरा चाहिँ मैले अब भातै खुवाउनुपर्छ, भात खाएपछि मात्रै बलियो हुन्छ भन्ने हुन्थ्यो नि त होइन। तर पछि चाहिँ अनि आएर लर्न गरेँ कि न होइन, भात खाए पनि हुन्छ, जसले शक्ति दिन्छ, जुन कुरामा चाहिँ क्यालोरी छ, एनिथिङ यु क्यान इज क्या होइन। अनि त्यो कुरा चाहिँ नि मलाई चाहिँ डिफ्रेन्ट लाग्यो। अनि अहिले चाहिँ डिफ्रेन्ट तरिका छ। मैले चाहिँ धेरै नेपाली प्रोसेसहरू चाहिँ फलो गरिनँ, जस्तै गाजर लाउने, तेल मसाज गर्ने होइन, घाममा राख्ने, त्यो चाहिँ कहिले फलो गरिनँ। अब यहाँ त घाममा राख्नै सकिँदैन, तर यहाँ चाहिँ अब भिटामिन डीको त्यो के अरे ड्रप्सहरू नै खुवाउनु पाउँछ, त्यही खुवाएँ, कहिले पनि घाममा चाहिँ राखिनँ होइन। अरू अब यस्तो भात खुवाएको कार्यक्रम त्यस्तो हुन्थ्यो, त्यस्तो केही पनि भएन। 6 मन्थ भएपछि सोलिड फुड स्टार्ट गर्नु भन्नुभयो डक्टरले, मैले त्यसरी नै स्टार्ट गरेँ होइन। सो दिस जस्ट गो। ओके। भनेपछि अहिलेसम्म तपाईँलाई रमाइलो नै लागिरहेछ दुईटा संस्कृति बिचमा? रमाइलै छ। अनि कति कुरा चाहिँ अब लिमिटेड थियो मेरो माइन्ड होइन, यही मात्रै हो सत्य जस्तो लाग्थ्यो। तर आई लर्न बियोन्ड द्याट जस्तो लाग्छ मलाई चाहिँ होइन। धेरै कुरा मैले चाहिँ सिक्ने अवसर पाएँ र कति कुरा चाहिँ म आफैलाई पनि मैले त यो गलत गरिरहेको छु जस्तो पनि लागेँ। सो या इन्ट्रेस्टिङ भइरहेछ लाइफ जर्नी। नै त लर्निङ हो नि त होइन, अँ, अँ। गर्दै सिक्दै जाने कुरा हो एक्सपिरियन्सबाट होइन। अनि आफ्नो बालापन सम्झिँदा अहिले बच्चाहरूको बालापन हेर्दा कस्तो कस्तो आफूले चाहिँ ओहो त्यो बेलामा हामीले यस्तो पाएको भए भनेको जस्तो लाग्छ कि लाग्दैन? लाग्छ। अनि अहिलेको अब सिनेरियो हेर्दाखेरि चाहिँ एकदम एडभान्स जस्तो लाग्छ क्या। हामीलाई त्यो 1 2 3 4 सिक्न स्कुलै जानु पर्थ्यो होइन। अहिले त मेरो बाबुहरूलाई मैले स्कुल पनि पठाएको छैन, बट उनीहरूले लर्न गर्न सक्छ होइन। अनि अर्को एउटा चाहिँ अब नराम्रो पक्ष भनौँ कि राम्रो भनौँ, यो चाहिँ अब उयो छ। अब यहाँको बच्चाहरूलाई चाहिँ अलिकति बाहिर गएर खेल्ने सिनेरियो चाहिँ कम जस्तो लाग्छ कि मलाई चाहिँ। अब एक त इन्भाइरोमेन्ट पनि हो, अनि बाहिर जाँदाखेरि अब त्यही खेल्ने एरिया भनेको पार्क मात्रै भयो। हाम्रो त एकदम फ्रिडम हुन्थ्यो त, जहाँ गए नि भयो, माथिल्लो घर तल्लो घर जता गएर खेले पनि भयो। तर यहाँ चाहिँ अब लिमिटेड जस्तो लाग्छ। 1-2 घन्टाको लागि हामीले बाहिर लग्यो होइन, अनि त्यो पार्कमा जे उयोहरू छ उनीहरू त्यो खेल्यो होइन, अनि घर ल्यायो, सरसफाइ गर्यो, अनि म्याक्सिमम टाइम चाहिँ घरभित्रै बिताउने हुन्छ यहाँको त बच्चाहरूले। अब यो वातावरण पनि त अब अँ, गर्मी छ नि त, यो गर्मी बाहिर निस्किन पनि गाह्रो हुन्छ। उम्, हाम्रोमा त अब अलिकति थोरै गर्मी त सहिन्छ पनि उम्। होइन। ए ओके जेस। अनि एक्लै बच्चा हुर्काउन कतिको सजिलो गाह्रो कस्तो हुँदो रहेछ त? एक्लै नै भनौँ न, किनभने दिनभरि त श्रीमान त अब अफिसै गइहाल्नुहुन्छ नि त होइन। अब हाम्रो नेपालमा हुँदाखेरि त बाजे हुन्छ, बोजू हुन्छ, कोही न कोही भइराख्नुहुन्छ नि त हामीसँग। त्यो त्यो सम्झिँदाखेरि चाहिँ होइन कस्तो कस्तो कतिको सजिलो, कतिको
त्यो स्ट्रगल कतिको गर्नुभयो हुर्काउनको लागि? पोस्टपार्टम डिप्रेसन सजिलोको वाला त कुरै कुराहरू? नगरौँ होइन, सजिलोको त यता पनि छैन भनौँ होइन। हार्ड चाहिँ हार्ड हुन्छ, तर अर्को कुरा मैले सिकेको कि हाउ टु म्यानेज के होइन। अब आफ्नो कामको स्केड्युलहरू मैले के गर्नुपर्छ भन्ने त हामीलाई त जानकारी हुन्छ नि त। अनि त्यसलाई चाहिँ कसरी के अरे म्यानेज गर्ने, अब कुन टाइममा के गर्ने, अनि त्यही भएर चाहिँ मैले बेबीहरूको स्केड्युल बनाएँ होइन। कतिखेर उनीहरूलाई उठाउने, खुवाउने, सुताउने, त्यसै चाहिँ स्केड्युल बनाएँ, कसरी हाउस टाइम दिने। अनि पछि चाहिँ म सम्पूर्ण आमाहरूलाई चाहिँ के भन्न चाहन्छु भने यु निड मेन्टल ब्रेक होइन। यस्तो नगर्नुहोस् कि मैले गर्नैपर्छ, यो गर्नैपर्छ भनेर आफ्नो पार्टनरसँग सल्लाह गर्नु, अनि समय मिलाएर 1 घन्टा भए पनि मेन्टल ब्रेक लिनु क्या, यु डिजर्भ इट जस्तो लाग्छ होइन। यो कुरा चाहिँ मलाई मेरो हस्बेन्डले सिकाउनुहुन्थ्यो क्या। अनि म चाहिँ जे पनि जतिखेर नि बिजी हुने, केही न केही गरिराख्ने, अनि त्यसपछि हस्बेन्डलाई चाहिँ यु निड ब्रेक होइन। ऊ आइसकेपछि चाहिँ मलाई 1 घन्टा ब्रेक दिन्थ्यो क्या। केही नगरिकन बस्थेँ क्या म। जस्ट एउटा चेयरमा मजाले, उहाँले मलाई मसाज चेयर पनि किनेर ल्याउनु भएको थियो। त्यो मसाज चेयरमा चाहिँ केही नगरिकन जस्ट डार्कमा होइन, म यत्तिकै बस्थेँ कि त्यो 1 घन्टा। अनि त्यो 1 घन्टा बसिसकेपछिको रिजल्ट कस्तो आयो भने आई वाज रिसेट क्या होइन। आई एम रेडी टु डु अदर थिङ्स। सो ब्रेक चाहिँ चाहिने रहेछ होइन। इम्पोसिबल चाहिँ छैन, गाह्रो चाहिँ छ होइन, तर हाउ टु म्यानेज अनि हाउ टु टेक ब्रेक भन्ने चाहिँ एकदम ख्याल गर्नुपर्ने रहेछ। म चाहिँ त्यसरी म्यानेज गर्छु। हजुरले त ब्युटी सेक्टरमा काम गर्नुभयो है? हजुर, ब्युटी एडभाइजर भएर काम गर्नुभयो। कसरी जब खोज्दा खोज्दै त्यहाँ पुग्नुभयो या तपाईँको आफ्नो इन्ट्रेस्ट नै थियो र त्यहाँ पुग्नुभयो? होइन, इन्ट्रेस्ट चाहिँ थिएन। अब नानी बाबु हेरी क्रममा चाहिँ मलाई एउटा फेज यस्तो पनि आयो कि होइन, अब कन्फिडेन्ट लो भएको जस्तो, लाइक मलाई चाहिँ बाहिर निस्किनु छ। अब नानी बाबुलाई चाहिँ मैले इनफ टाइम दिएँ, 3 इयर्स चाहिँ म घरमै बसेँ। अब चाहिँ मलाई केही गर्नु छ भन्ने क्रममा चाहिँ म जब खोज्दै थिएँ। अनि जब खोज्दाखेरि यही सेक्टरमा सेलेक्ट भएँ, इन्टरभ्यू दिएँ। त्यसपछि उहाँहरूले मलाई ट्रेनिङ पनि प्रोभाइड गर्नुभयो। मलाई चाहिँ पहिला स्किन केयरको बारेमा केही जानकारी थिएन। अब नर्मल मोइस्चराइजिङ मात्रै लगाउँथेँ। अनि पछि उहाँ ट्रेनिङ दिनुभएपछि मलाई सबै प्रडक्टको नलेज भयो। अनि यो प्रडक्टले कसरी काम गर्छ भन्ने भयो। अनि मेरो काम चाहिँ फार्मेसीमा थियो। सो त्यो लाइफ फार्मेसीमा चाहिँ मैले काम गरेको। त्यो चाहिँ अब सिरियस कन्सर्नहरू आउने होइन। अनि त्यहाँबाट आएर अब कुन स्किन टाइपले चाहिँ कुन चाहिँ प्रडक्ट युज गर्दा राम्रो हुने भनेर त्यस्तो खालको ट्रेनिङहरू मलाई दिएपछि अनि मैले चाहिँ जब सुरु गरेको। अनि त्यो जब सुरु गर्दा गर्दा चाहिँ मलाई चाहिँ एकदमै गहिराइसम्म गएर बुझ्नु मन लाग्यो क्या। किनभने अब हाम्रो नेपालको सिनियरमा चाहिँ सबैजनाको स्किन नर्मलै हुन्छ भनौँ न। खासै मैले त्यस्तो प्रब्लम त देखेको छैन। टिनेजहरूमा चाहिँ एक्ने प्रब्लमहरू धेरै देखेको छ। तर अरू कन्ट्रीको अब चाहे फ्रुगले होस् या केले होस् होइन, धेरै प्रब्लमहरू मैले फेस गरेँ त्यो उसमा। अनि मेरो नर्मल जब चाहिँ अब प्रडक्ट रिकमेन्ड गर्नु मात्रै थियो। तर कहिलेकाहीँ चाहिँ प्रडक्टले मात्रै नहुने हुन्छ, ट्रिटमेन्टकै जरुरी हुन्छ। सो मलाई चाहिँ एकदम डिपली जान्न मन लाग्यो। अनि मैले चाहिँ कोर्स लिने विचार गरेँ। अहिले चाहिँ म कोर्स लिँदैछु, अझै कम्प्लिट चाहिँ भएको छैन। त्यसले सिबिट्याक कोर्स हुन्छ त्यसै, फेरि भनिदिनुहोस् न। सिबिट्याक। त्यसमा के हुन्छ, कसरी गर्ने, क्वालिफिकेसन के चाहिन्छ, खर्च कति लाग्छ, सबै? क्वालिफिकेसन चाहिँ खासै चाहिँदैन। यो चाहिँ किनभने कतिजनालाई चाहिँ यसमा इन्ट्रेस्ट हुनसक्छ नि त, तर थाहा नै नहुनसक्छ कि कसरी चाहिँ कोर्स गर्ने भनेर। उहाँहरूलाई सजिलो हुने तरिका। मैले चाहिँ अनि त्यो काम गर्दै गर्दा मलाई धेरै इन्ट्रेस्ट लागेपछि मैले के सोचेँ भने म चाहिँ यसको बारेमा पर्फेक्ट बन्छु। किनभने मैले स्कोप पनि देखेँ होइन। ब्युटी इन्डस्ट्री भनेको चाहिँ एकदमै ह्युज इन्डस्ट्री रहेछ क्या। किनभने एभ्री वान वान्ट्स टु बी ब्युटिफुल होइन। कसैलाई पनि म नराम्रो होस् जस्तो लाग्दैन। अनि ब्युटी इज अ कन्फिडेन्स जस्तो पनि लाग्छ कि आफूलाई चाहिँ अब म राम्रै छु मैले होइन, एपिरेन्स राम्रो गऱ्यो भने चाहिँ म जे पनि गर्न सक्छु भन्ने कन्फिडेन्ट बिल्ड हुन्छ जस्तो लाग्छ क्या। किनभने त्यहाँ जुन पनि मैले क्लाइन्टहरू देखेँ नि, दे आर सो वरिड अबाउट देयर ब्युटी क्या। आई डोन्ट वान्ट दिस डार्क स्पट, आई डोन्ट वान्ट दिस एक्नी, प्लिज हेल्प मी, यु नो त्यस्तो कुराहरू भन्ने कि उहाँहरूले। अनि त्यसपछि मलाई चाहिँ यस्तो लाग्यो कि म चाहिँ त्यो सिक्दै जाँदाखेरि मलाई एकदम इन्ट्रेस्ट लाग्यो क्या। अब एसिडहरूको बारेमा पढ्न होइन एकदम इन्ट्रेस्ट लाग्यो। सो मैले सोचेँ कि म यसमै करियर डेभलप गर्छु। अनि त्योभन्दा अगाडि चाहिँ मलाई केही न केही चाहिँ म बन्नै पर्छ भन्ने थियो क्या। किनभने मेरो नाम मैले पूजा भनेर मात्रै भनेर मलाई चाहिँ इनफ लागेको थिएन क्या। आई वान्ट टु बी सम वान द्याट मैले चाहिँ मेरो कामसँग मैले होइन आफूलाई चाहिँ परिचय दिन पाऊँ जस्तो लाग्थ्यो क्या। अनि त्यही भएर मैले चाहिँ डिसाइड गरेँ कि म ब्युटी थेरापिस्ट बन्छु भनेर होइन।
अनि त्यसको लागि मैले रिसर्च गरेँ होइन। आजकल त मोबाइल छ, जहाँ पनि गुगलमा ट्याक्क सर्च गरेँ तपाईँलाई सबै दिन्छ, फोन नम्बरदेखि लिएर बाटो कहाँबाट जाने हो भने पनि दिन्छ होइन। अनि मैले रिसर्च गरेँ, अनि एउटा इन्स्टिट्युट देखेँ मैले होइन। अनि मैले त्यो इन्स्टिट्युटबाट चाहिँ फोन गरेँ, कल गरेँ, अनि अरू साथीहरू पनि थियो, उहाँहरूले पनि त्यहीँबाट लिएर गरि पनि सकेर अहिले त काम पनि सुरु गर्नु भइरहेछ कि। अनि त्यो चाहिँ मलाई ग्रेट इक्जाम्पल भयो होइन। अनि त्यही कारण मैले पनि यही पढ्छु अब। अनि त्यसपछि यो पढिसकेपछि चाहिँ मैले अथराइज्डली एउटा क्लिनिकमा स्किन केयरको डिपार्टमा चाहिँ स्किन ट्रिटमेन्टको पोजिसनमा बसेर काम गर्न पाउँछु होइन। अनि यो चाहिँ डिएचए लाइसेन्स हो। अनि मैले लिएको कोर्स चाहिँ अलिकति एडभान्स छ। त्यो कोर्स चाहिँ तपाईँले 1 वर्षसम्म गर्नै पर्छ होइन। अनि तर त्यो कोर्स चाहिँ 40 वटा नेसनलमा चाहिँ तपाईँको भ्यालिड छ होइन। अनि त्यही कारण मैले चाहिँ अब इन्टरनेसनल बिहे भएको छ, कहिले अब बुढाकातिर जानु पर्ला भनेर मैले चाहिँ त्यही चुज गरेँ। अर्को पनि छ, यही देशमा मात्रै बसेर काम गर्न चाहिँ अलिक सस्तो पनि छ होइन। यो गर्दाखेरि चाहिँ तपाईँको 15,000 देखि 20,000सम्म लाग्छ। अहिले जुन कोर्स तपाईँले गर्नुहुन्छ हजुर, त्यसको लागि चाहिँ एकैचोटि पे गर्नुपर्छ या होइन, त्यहाँ फेसिलिटी छ। ओके। तपाईँले इन्स्टलमेन्ट गरेर पे गर्नुभयो नि हुन्छ, अनि छ भने सँगै पे गरे नि हुन्छ होइन। फेसिलिटी चाहिँ छ। कसरी थाहा पाउनु, कहाँ जाने, कसरी गर्ने, यो कोर्स गर्नको लागि क्वालिफिकेसन के चाहिन्छ? क्वालिफिकेसन चाहिँ धेरै चाहिँदैन होइन। +2 चाहिँ भएको हुनुपर्छ। उनीहरूले त्यो सर्टिफिकेट चाहिँ माग्छ। अनि जसले पनि गर्न पाइयो, सिक्न मन छ भने जसले पनि गर्न पाइयो, केही पनि त्यसमा रोकटोक छैन। अब आफ्नो फाइनेन्सियली आफू रेडी हुनुहुन्छ या आफ्नो विश्वास छ, विल पावर छ भने यु क्यान गो अहेड होइन। उनीहरूले माग्ने भनेको त्यो 12 को सर्टिफिकेट हो। तपाईँले त्यो गरिसकेपछि क्लास जोइन गर्नको लागि एकचोटि चाहिँ त्यहीँ जानुपर्छ। अनि कुनै पेपरहरू हुन्छ, उनीहरूले एग्रिमेन्ट गराउँछ, अनि तपाईँलाई चाहिँ ड्रेस दिन्छ, बुकहरू दिन्छ। अनि त्यसपछि म चाहिँ अहिले अनलाइन स्टडी नै गरिरहेको छु, अनि प्र्याक्टिकलमा चाहिँ हामी जानुपर्छ। त्यही ओके, भनेपछि क्लास लिनको लागि त्यहाँ गइरहनु पर्ने जरुरत भएन। एकचोटि जान पर्यो, त्यसपछि अनलाइन गर्छु भन्न पाइयो। तर प्र्याक्टिकल्ली त अभियसली जानै पर्यो। ओके। अनि यस्तो चाहिँ तपाईँको चुज हो है। फिजिकल क्लास पनि छ ओके। होइन। फिजिकल क्लास पनि त्यहाँ बसेर टिचरले चाहिँ दिइरहेकै हुन्छ। कुन टाइममा हुन्छ फिजिकल क्लास? 2टा सिफ्ट बनाएको छ उनीहरूले होइन। एउटा मर्निङ सिफ्ट, एउटा डे सिफ्ट बनाएको छ। आफूलाई चाहिँ कुन चाहिँ फ्लेक्सिबल हुन्छ त्यो चाहिँ गर्नु। अनलाइन पनि सेम नै भयो? अनलाइन चाहिँ 3 दिनको, म चाहिँ हप्ताको 3 दिन लिँदैछु अहिले होइन। अनि तपाईँको अब बिजी हुनुहुन्छ भने वन्स अ विक लिँदा नि हुन्छ। तर कोर्स चाहिँ 1 इयरको। अनि यो ब्युटी एडभाइजर भएर जुन अब सुरु गर्नुभयो करियर, इन्ट्रेस्ट लाग्यो जानुभयो होइन। यो ब्युटी इन्डस्ट्रीमा नेपाली महिलाहरूको लागि चाहिँ अवसर कतिको रहेछ त? नेपाली महिलाहरूलाई चाहिँ यो ब्युटी इन्डस्ट्रीमा कसरी हेरेको रहेछ? धेरै छ, अनि एकदम प्रोफेसनल छ होइन। किनभने अब मेरो चाहिँ अलिकति मेडिकेटेडतिर पऱ्यो, अनि अर्कोमा हेर्नुहुन्छ भने जस्तै मेकअपहरू, फाउन्डेसनहरू होइन। हाम्रै नेपाली दिदीबहिनीहरूले धेरै ठुल्ठुलो कम्पनीमा जस्तै रिनेल भयो, फ्लोरमा, वेट एन्ड वाइल्ड होइन, त्यो कम्पनीहरूमा धेरै नेपाली दिदीबहिनीहरू मैले काम गरेपछि देखेको छु। अनि धेरै राम्रो पनि छ, इज्जत पनि छ होइन। सो मलाई चाहिँ लाग्छ राम्रो छ यो फिल्ड चाहिँ। अनि पेमेन्टहरू पनि राम्रो दिन्छ। भनेपछि थोरै आफ्नो स्किल बढाउनलाई आफूले चाहिँ टाइम र पैसा खर्च गर्यो भने यसबाट चाहिँ आफ्नो फ्युचर चाहिँ राम्रो नै हुन्छ। अनि यो चाहिँ अब जुनै पनि देशमा हुन्छ नि त। स्किन ट्रिटमेन्ट भनेको जसलाई पनि परिरहन्छ, जुनै पनि देशमा हुन्छ होइन। संसारभरिकै यहाँ चाहिँ राम्रो हुनुपर्छ नि त। त्यही त। सो मैले चाहिँ कस्तो ह्युज स्कोप देखेँ, अनि प्लस इन्ट्रेस्ट पनि। अनि यही नै मेरो राइट टाइम होला। पहिला चाहिँ म चाहिँ खास मास कम्युनिकेसनको स्टुडेन्ट हो पहिला होइन। मलाई चाहिँ न्युज प्रेजेन्टर बन्ने धेरै इच्छा थियो होइन। सो अनि अब के हुँदो रहेछ लाइफमा होइन, अनप्रिडिक्टेबल कुराहरू गर्न चाहे पनि गर्न नसक्ने। सो मलाई चाहिँ अहिले चाहिँ यो लाग्यो कि त्यो सक्सेस नभएको सायद यो फिल्डको लागि हो कि जस्तो लाग्यो। अनि यता यो फिल्डमा चाहिँ अहिले गर्न खोज्दा सबै मिल्यो क्या। आई फाउन्ड कलेज होइन, एभ्रिथिङ इज ओके। आई क्यान के भन्छ प्रोभाइड पनि गर्न सकेँ होइन। सो मलाई चाहिँ यो राइट टाइम अनि राइट करियर हो जस्तो लाग्यो अहिलेको समयमा चाहिँ। अब यो कुरा सुनेर कति त अब ब्युटी इन्डस्ट्रीमै आफ्नो फ्युचर बनाउन चाहिरहनु भएको छ होइन। अब विदेश आएर पनि कतिले फ्युचर बनाउन चाहिरहनु भएको छ। नेपालमा पनि मेकअप आर्टिस्टहरू त अहिले एकदमै धेरै हुनुहुन्छ, राम्रो राम्रोहरू पनि हुनुहुन्छ होइन। उहाँहरूको लागि के भन्न चाहनुहुन्छ? यदि उहाँहरू चाहिँ विदेश आउन चाहनुहुन्छ, महिला पनि पुरुष पनि दुवैको लागि तपाईँले दिनुपर्ने एउटा सजेसन चाहिँ के हुन्छ उहाँहरूको लागि?
म चाहिँ के भन्छु भने यदि अब नेपालमै तपाईँले राम्रो ग्रोथ गरिराख्नु भएको छ भने बाहिरै आउनुपर्छ भन्ने जरुरी छैन, होइन? तर तपाईँलाई चाहिँ बाहिरको एक्सपिरियन्स लिनु मन लाग्छ, अझै प्रोफेसनल हुन मन लाग्छ भने यु सुड ट्राई जस्तो लाग्छ मलाई चाहिँ। किनभने यहाँको सिनियरहरू र यहाँको काम गर्ने सिस्टमहरू, यहाँको लेभलहरू चाहिँ अलिक डिफ्रेन्ट हुन्छ नेपालभन्दा। सो अब कोही आउन चाहनेहरूलाई चाहिँ म चाहिँ के भन्छु भने आउनुहोस् होइन, इन्जोय गर्नुहोस्, लर्न पनि गर्नुहुन्छ। तर नेपालमा जस्तै सजिलो चाहिँ छैन, त्यो मेन्टालिटी चाहिँ एकदम तपाईँले बोकेरै आउनु पर्यो। स्ट्रगल फेज हुन्छ नै हुन्छ, तर एउटा टाइम पनि आउँछ कि जुन टाइममा चाहिँ तपाईँले कम्फोर्टेबल फिल गर्न सक्नुहुन्छ। अनि प्रायः जस्तो अब कम्युनिकेसन चाहिँ एकदम धेरै इङ्ग्लिस सिकेरै आउनुपर्छ भन्ने छैन, तर एटलिस्ट तपाईँले चाहिँ अर्को मान्छेलाई बुझाउन सक्ने क्षमता चाहिँ हुनुपर्छ। त्यही जस्तो लाग्छ मलाई चाहिँ।